अब यहाँको बाटो एकदम सलल बिचवाला जान्छौँ। अब तपाईँहरूले डाइभर्सन हेर्नुहुन्छ यहाँदेखि यो चाहिँ सिँचाइको लागि राप्तीको पानी ट्यापले सिँचाइको लागि यता छुट्यायो। त्यसपछि आएर पहुँच्या चाहिँ खोलामा। साथीहरू हामी चाहिँ नेपालगञ्ज आइपुग्यौँ अघिको बाटो हुँदै र यता दन्काइराख्नु भएको छ। यता पनि ट्याक्क भेना चाहिँ बसेर अब खाने क्रममा ट्याक्क हुनुभएको छ। अब बिरयानी चाहिँ आउँदैछ साथीहरू। उता मोबाइलमा व्यस्त, यता हामी चाहिँ पानी खाइरहौँ। यता अलिअलि निलो छ। मौसम आज गजब थियो होइन। लमेबाट हामी त्यहाँबाट तल झऱ्यौँ रे। अघिबाट तलको बाटो राम्रो छ होइन। मौसम पनि आज गजबको थियो। यस्तो जेठ महिनामा पनि यस्तो राम्रो मौसम नि। सोचे जस्तो नेपालगञ्ज अहिले गर्मी छैन यो टाइममा। ट्याक्कै सर्भ गर्दैछन् मटका बिरयानी। यही मटका यही त हो होइन भाइ? हजुर। मेरो बर्थडे आउँछ। ट्याक्कै लेग पिस ल्याम्बो भयो नि। यता रैता छ, यता मेरो फेभरेट कागती, यता रैता, यता चाहिँ हाम्रो बिरयानी। यो ट्याक्क भरि नै छ। त्यसमा तपाईँको चिकनको आइटम भयो, ससेज भयो। तिनजनाले चाहिँ भाइले पुऱ्याइदिनु रहेछ। वेलकम टु बर्दिया नेसनल पार्क। ल हामी दक्षिण निकुञ्ज छिरिसकेका छौँ। यहाँ दाइले टिकट ल्याइसक्नु भयो होला। हजुर टिकट ल्याउनु को उहाँले ल्याउनु भयो होला? छैन। हामी टिकट ल्याउनु जानु लाग्छौँ। टिकट दिनु त 3टा। कति हो? कति? 3टाको 150। अर्को 50 छ भने 3जनाको 150। यता भने ट्याक्क 50 निकाल्नु भएको छ। बस साथी बर्दिया संरक्षण कार्यक्रम थारू संस्कृति सङ्ग्रहालय चिडियाखाना गाडीहरू भएर आए। यहीँ राखेर जाने कि कस्तो? टिकट ल्याइयो। बुझौँ कति राम्रो रुख होइन नि? त्यो पानी चोरेर लिएर आउनु भएको छ यहाँले। होइन चोराएन, 25 पर्ने रहेछ बर्दियाको क्यान्टिनमा। त्यहाँ छ अरे, त्यसलाई पानी दिनु पर्यो। यो गर्मीको मौसममा नआउनु होला बर्दिया, खत्तम छ। वाक्क आउँछ। अब कति 10,000 रुपियाँ सफारी भन्छ होइन, जङ्गल सफारी गाडीमा। बिहान 7 बजी गयो भने अहिले 2 बज्यो, यसबाट फर्के अहिले फेरि 13,000 भन्थ्यो। 13,000 अहिले 2 बजी गएपछि फेरि 7 बजी फर्किन्छ अरे साँझको। खै पैसा भएको मान्छे जाने हो के र। साथीहरू हामी अब बर्दिया नेसनल पार्कको भित्र प्रवेश गर्दैछौँ। ल साथीहरू अब एकदम अनेक प्रकारका जीवजन्तु ट्याक्क। यो चाहिँ लन्डनको ब्रिज हो। हजुर
लन्डनको ब्रिजमा हजुरलाई स्वागत छ। ब्रिजबाट झर्दैछौँ हामी र त साथीहरू। यहाँ चाहिँ ठ्याक्कै त्यहाँ हेर टर्टल्स छ, कछुवा भन्छ, घाम तापिरहेको छ कछुवाले। 4-5 छ, हेर्न सक्नुहुन्छ है साथीहरू। आउनुहोस्, यता आउनुभयो भने चाहिँ घडियाल देख्नुहुन्छ। घडियाल चाहिँ अब ठ्याक्कै त्यहाँ पानीमा बस्नु भएको छ, सानो हुनुहुँदो रहेछ देख्नुभयो। त्यहाँ चाहिँ घडियाल हुनुहुन्छ, सुतिया छ, सुतेकोलाई नउठाउँ। र यसपछि हामी यताको लाइन हेरेर अनि फर्किन्छौँ। यहाँ चाहिँ एउटा मात्रै रहेछ र अब यता हेर्नु पर्दा के छ त यहाँ। ल ओहो भेना हेर्न आउने, हेर्न। देख्नुभयो होला दर्शकबिन, ल देख्नुभयो। हेर्नुहोस् है भेना, फेरि मुख खाइदेला नि। र अब यता के छ त त्यो हेरौँ। यो चाहिँ घडियाल हो। अब यता चाहिँ यता पनि घडियालै रहेछ। ल साथी हेरौँ त। निप्ती सब यिनी चाहिँ उबाट ल्यायो क्या हाम्रो के अरे चिसा पानीको गरे बच्चाहरू। ल हे भगवान, भगवान आए भगवान। हेलो, क्या हाल है? ठीक ठाक है? अहिले भिनाजुले ठिकठाक है भन्छ। ल यता पनि त्यहाँ फुत्रुक्क मारिसक्यो होइन। यहाँ चाहिँ भेना त्यहाँ मात्र रहेछ बिचमा, यहाँबाट देखिन लजाउँ। र हामीले यताकोमा हेऱ्यौँ, सबैतिर हेऱ्यौँ। हे भगवान, लौ पानी खान्छौ? पानी यी भेनाले चाहिँ पुर्खाहरूलाई बोलाइ, लौ पानी लौ। बस ल अब यहाँ दुईवटा कुरा हुँदैछ। ल साथीहरू, हामी चाहिँ सबै हेरेर अब लन्डन ब्रिजमा ढ्याक्क भएर चढ्दैछौँ। तिमीलाई घुमाउला लन्डनमा भने चाहिँ यता साथीहरू आउँदै हुनुहुन्छ। मायालाई घुमाउला लन्डनमा। अब हामी बाघ हेर्छौँ साथीहरू, आउनुहोस् बाघ हेर्न। दाइले नाउँदै हुनुहुन्छ, बाघले यसो हाय भनिदिएर। बाघ हेर्ने हाम्रो धोको र अब हामी बाघ हेर्छौँ। ए बाबु, बाघ त सुतिरहेको। र बाघ चाहिँ सुतिराख्नु भएको छ। ओ बाघ, वाउ 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 वाउ। बाइकमा यो जेठको महिनामा, त्यही पनि लमैबाट कोलपुरसम्म त मौसम अच्छा थियो, बबाल थियो। 7 बजे हिँडे हामी, 8-9 बजीतिर कोलपुर आएको थियो होइन। यहाँ कोलपुर आएनौँ कि त्यो के बाटो रे,
त्यसको अगाडिबाट तल छिर्यौँ हामी त्यहाँबाट नेपालमा जायौँ त्यहाँबाट हामी बोर्दिया नेसनल पार्कमा बसेका छौँ यहाँ आउँदाखेरि कि त 13,000 रुपियाँले घुमाउँछु भन्छ होइन कि त 100 रुपियाँले गएर हेर भन्छ ल ठिकै छ 100 रुपियाँ दिएर हेरौँ भनेर फुर्र परेर हेर्न आएको त साथी हो 2 वर्षका तिनी के अरे गैँटा हो कि के अरे गोई क्रोकोडाइल त्यो राखेको छ हेर्नु साथी त्यही पनि बच्चा 2 वर्षका अरे अनि अर्को फेरि कछुवा यिनी बाहेक केही साथीहरू हामीले हेरेर अब हामी फर्किँदैछौँ बर्दिया नेसनल पार्कलाई बाई बाई भन्ने समय आइपुग्यो यो रुख चाहिँ मलाई एकदम राम्रो लाग्यो र भाइरल रुख भन्नुहुन्छ भेनाले साथीहरू एसी खान गइराख्नु भएको छ भेनाको चाहिँ तल अलिकति गरेको बहिनीले भेनाले हाइट भन्नुहुन्छ अर्को हाम्रो लाउरे दाइको फेरि बनिन तल खस्या छ यहाँ ज्यान सबैको थाङ्रो भइसक्यो बाइक चलाउँदा साथीहरू होइन हामी त फेरि एभरग्रिन होइन कर्णाली ब्रिज नेपाल बागमती प्रदेश होइन कर्णाली प्रदेश यता चाहिँ हाम्रो नदी आएर यता चाहिँ अब शिक्षा सिँचाइमा जान्छ र तल शिक्षा सिँचाइको लागि जान्छ कर्णाली नदी कहाँबाट आएको छ नदी हुम्ला कालीकोट यसो बसेर जाने हो कि त्यहाँनिर म यहाँ बिचमा बाइक राख्न दिन्न होला त्यहाँ राखेर आउनु त कर्णाली बारी अब गरेर जाऊँ न त फेरि किन आउनु पर्छ कर्णाली पुल गाइड चिसा पानी
0 किलोमिटर। अब हामी चिसापानी पुगेसँगै अब हामी ट्याक्क चिसापानीको माछा खान हिँड्यौँ र ट्याक्कै पानी आएर अलिअलि यसो युनिफर्म फेरेर चिसापानीमा अब यसो रमाउँ न त भनेर ल भन्नुहोस् अब। राम्रो छ गाइज होइन। अहिले हामी कहाँबाट रे बोर्डियाबाट आयौँ नि। बोर्डिया त मान्छे जिउले मार्ने जस्तो हेर्नु झन् यहाँ चिसो भएर अलि बाहिर हिँड्न सकेका छौँ। त्यो मोबाइलको रेकर्डिङ त्यो गोप्रोको रेकर्डिङ अफ हुन्छ यार त्यो गर्मीले गर्दा। हाम्रो जिउ कस्तो होला। हामी चिसापानी भन्ने ठाउँमा आएको छौँ। चिसो माछा तातो बनाएर खाने विचार छ क्या। ऊ पुल उतातिर बस्छ गाइस। मलाई मात्र नदेखेको क्या, जनताले आउटलाइन देखाउन अनि मुकेर आनन्द पर्ला। तातो हावा आयो कि तपाईँबाट। यो चाहिँ नेपालगञ्ज दाङ जाने बाटो। कतापट्टि यतापट्टि कहाँ जाने? सडक डिभिजन नेपालगञ्ज बाँके हार्दिक स्वागत गर्दछ रे। बाँके दाङ। अब हिँड्ती अलिकति तातो छ नि। फिल भयो फिल गाई सिलेट ल। यो पुलमा त सँगेर मरेको यस्तो आफ्नो त्यहाँ बुङ्गुरहरू छ। चाइनाले बनाइदिएको यहाँ चाहिँ राम्रै मैनाहरू हेरेर आउनु म सिकाइदिन्छु। के भने अरे त्यसले के आउँछ भन्छ। चिसापानीमा आएर र हाम्रा भेनाहरू मौसम चिसो छ। हामी भिडियो खिचिरहेको छौँ, उनीहरूले क्यामेरा खिचिरहेको छ। यो कर्णालीको माछा खाने ग्राउन्डमा दुईजना चाहिँ ठ्याक्क प्याक हान्छ राम्रो पार्दै बसिसकेका छन्। छुट्टीमा उता जाने भन्छ फेरि यता ल्याए। के छ बाबु? ल हाई भनिदिउ त। हाई हो, हाई गर्ने न कि हाई भन्ने हो। रहेको छ साथीहरू। हेरौँ कर्णाली नदी हुन्छ है। ठुलै नदी छ, साथीहरूले हेरिरहेछन्।